नमस्कार। आज हामी न्याय प्रणालीको एउटा एकदमै महत्त्वपूर्ण सिद्धान्तको बारेमा कुरा गरौँ। त्यो हो नजिरको सिद्धान्त। यही सिद्धान्त हो जसले हाम्रो न्याय प्रणालीलाई स्थिर र भरपर्दो बनाउँछ। एकछिन सोच्नुहोस् त, यदि एउटै जस्तो केसमा एउटै तथ्य र कानुन हुँदाहुँदै दुईवटा फरक अदालतले ठिक उल्टो फैसला दियो भने के होला? पक्कै पनि न्यायमा विश्वास रहँदैन। हो, यस्तो हुनु हुँदैन र किन हुनु हुँदैन भन्ने प्रश्नको जवाफले नै हामीलाई आजको विषयतिर लैजान्छ। हो, यस्तो किन हुनु हुँदैन भन्ने प्रश्नको जवाफ लुकेको छ नजिरको सिद्धान्तमा। यसलाई पूर्व निर्णय पनि भनिन्छ र ल्याटिनमा यसको लागि एउटा विशेष शब्द छ, स्टेयर डिसाइसिस। आखिर के हो त यो? आउनुहोस् बुझौँ। यो स्टारे डिसिस जुन ल्याटिन शब्द छ, यसको सिधा अर्थ हुन्छ पहिले जे निर्णय भयो त्यसमै अडिग रहने। नेपालीमा हामी यसलाई नजिर भन्छौँ, जसको मतलब हो पूर्व दृष्टान्त। अर्थात् माथिल्लो अदालतले कुनै मुद्दामा स्थापित गरेको कानुनी सिद्धान्तलाई पछि आउने उस्तै खालका मुद्दाहरूमा पनि आधार मानेर निर्णय गरिनुपर्छ। अब यस्तो किन गर्नु पर्यो त? यसको मुख्य लक्ष्य भनेको कानुनमा एउटा निश्चितता र समानता ल्याउनु हो। यसले गर्दा सर्वसाधारणदेखि लिएर कानुन व्यवसायीसम्म सबैले अनुमान लगाउन सक्छन् कि यस्तो अवस्थामा अदालतले कस्तो निर्णय गर्न सक्छ। यसले न्याय प्रणालीमा एउटा स्थिरता ल्याउँछ। नजिरलाई अझै गहिरेर बुझ्नको लागि कुनै पनि फैसलाको दुईवटा मुख्य पिलरहरूलाई चिन्नु एकदमै जरुरी छ। यिनै हुन् नजिरका मुख्य आधारहरू। कुनै पनि फैसलामा दुईवटा मुख्य कुरा हुन्छन्, रेसियो डिसिडेन्डी र ओबिटर डिक्टा। अब रेसियो डिसिडेन्डी भनेको चाहिँ फैसलाको मुटु नै हो। यो त्यो कानुनी तर्क हो जसले गर्दा फैसला टिकेको हुन्छ र यही नै भविष्यको लागि बाध्यकारी कानुन बन्छ। अर्कोतिर ओबिटर डिक्टा भनेको चाहिँ न्यायाधीशले कुराकानीको क्रममा भनेका अतिरिक्त कुराहरू जस्तै हो। यी कुराहरूले आइडिया त दिन्छन्, तर कानुनी रूपमा मान्नै पर्छ भन्ने चाहिँ हुँदैन। भनेपछि कुनै पनि फैसलालाई नजिर बनाउने तत्त्व भनेको रेसियो डिसिडेन्डी नै हो, ओबिटर डिक्टा होइन। यही त्यो खास नियम हो जुन मुद्दाको तथ्य र कानुनी प्रश्नको आधारमा स्थापित हुन्छ र पछिका उस्तै मुद्दाहरूमा बाटो देखाउँछ अनि न्यायमा एकरूपता ल्याउँछ। ल, अब हेरौँ नेपालमा यो सिद्धान्तको विकास कसरी भयो। यो रातारात आएको कुरा होइन। यसले हाम्रो कानुनी प्रणालीमा बिस्तारै आफ्नो ठाउँ बनाएको छ। नेपालको कानुनी इतिहासमा नजिरको विकासक्रम हेर्दा एउटा लामो यात्रा देखिन्छ। सबभन्दा पहिले 2008 सालको प्रधान न्यायालय ऐनले माथिल्लो अदालतको व्याख्यालाई तल्ला अदालतले मान्नुपर्छ भनेर एउटा जग बसाल्यो। त्यसपछि 2013 सालको सर्वोच्च अदालत ऐन र 2019 को संविधानले यसलाई झनै बलियो बनायो। अनि 2047 सालको संविधानले त सर्वोच्च अदालतको व्याख्या सरकारले समेत मान्नुपर्ने बनाइदियो। र अहिलेको हाम्रो 2072 सालको संविधानले पनि यो महत्त्वपूर्ण सिद्धान्तलाई निरन्तरता दिएको छ। ठिक छ, इतिहास त यस्तो रह्यो। तर अहिले आजको दिनमा नेपालमा नजिरको सिद्धान्त कसरी लागू हुन्छ त? खास गरी सर्वोच्च अदालतको संरचनाभित्र यो कसरी काम गर्छ? आउनुहोस् हेरौँ। अहिलेको हाम्रो संविधान, नेपालको संविधान 2072 को धारा 128 को उपधारा 4 ले एकदमै प्रष्टसँग भनेको छ कि सर्वोच्च अदालतले गरेको कानुनको व्याख्या वा बनाएको कानुनी सिद्धान्त सबैले मान्नुपर्छ। नेपालमा नजिरको सिद्धान्तको सबैभन्दा बलियो कानुनी आधार नै यही हो। सर्वोच्च अदालतभित्र पनि एउटा सिस्टम छ। एकल, संयुक्त, पूर्ण, बृहत्पूर्ण जस्ता इजलासहरू हुन्छन्। यहाँको नियम एकदमै सिधा छ। जति धेरै न्यायाधीशको इजलास त्यति नै शक्तिशाली फैसला। मतलब धेरै न्यायाधीश भएको इजलासले गरेको फैसला त्योभन्दा कम न्यायाधीश भएको इजलासले मान्नै पर्छ। यसले अदालतभित्र एउटा अनुशासन कायम गर्छ। यो कुरालाई मानव बहादुर सुनार विरुद्ध कर कार्यालयको मुद्दामा सर्वोच्च अदालतले अझै स्पष्ट पारेको छ। कम न्यायाधीशको इजलासले धेरै न्यायाधीशको इजलासले बसालेको सिद्धान्तलाई काट्न वा उल्टाउन सक्दैन। यदि त्यस्तो भयो भने त न्यायिक अराजकता हुन्छ, होइन र? त्यसैले यो व्यवस्था न्यायिक अनुशासनको लागि नभई नहुने कुरा हो। अहिलेसम्म हामीले नजिर के हो, कसरी काम गर्छ, नेपालमा यसको विकास कसरी भयो भनेर हेर्यौँ। अब अन्त्यमा यो सिद्धान्त सिङ्गो न्याय प्रणाली र हाम्रो समाजको लागि किन यति धेरै महत्त्वपूर्ण छ त? यसको सार हेरौँ है। सबैभन्दा पहिलो कुरा, यसले कानुनलाई स्थिर र अनुमान योग्य बनाउँछ। दोस्रो, यसले न्यायाधीशहरूलाई अनुशासनमा राख्छ, मनलाग्दी फैसला हुन दिँदैन। र सबैभन्दा महत्त्वपूर्ण, यसले कानुनको नजरमा सबै बराबर छन् भन्ने सिद्धान्तलाई बलियो बनाउँछ।
र न्यायालयमा हुन सक्ने भद्रगोललाई रोक्छ। सर्वोच्च अदालतले मानवबहादुर सुनारको मुद्दामा भनेको यो एउटै वाक्यले नजिरको महत्त्वलाई प्रष्ट पार्छ। न्यायिक अराजकताको स्थिति उत्पन्न नहोस् भन्ने उद्देश्यले हो नजिरको सिद्धान्तको अन्तिम लक्ष्य नै यही हो। तर एउटा प्रश्न उठ्न सक्छ, के कुनै पुरानो नजिर समयसँगै गलत साबित भयो भने त्यसलाई सधैँ मानिराख्नुपर्छ त? यसको जवाब छ, पर्दैन। समय र परिस्थिति अनुसार सर्वोच्च अदालत आफैले आफ्ना पुराना नजिरहरूलाई उल्टाएर नयाँ सान्दर्भिक सिद्धान्त स्थापित गर्न सक्छ। यसले के देखाउँछ भने हाम्रो न्याय प्रणाली स्थिर मात्र होइन, गतिशील पनि छ।